हेलो गाइज, हामी चाहिँ अब यहाँ मिर्मीको ड्यामभित्र छिर्दैछौँ। कालीगण्डकी हाइड्रो पावर, यो चाहिँ मिर्मी भन्छ, मिर्मी स्याङ्जा। यसभित्र हामी चाहिँ जाँदैछौँ। यसलाई हेर्न अब कस्तो छ, भित्र के छ त्यो चाहिँ म तपाईँलाई देखाउँछु गाइज। यो चाहिँ आउटडोर निस्केको पानी ल हामी भित्र जाँदैछौँ है। अब कस्तो छ तपाईँलाई म देखाउनेछु। टप मोस्ट ठाउँमा छु। यो एकदम तल हेर्दा चाहिँ डर लाग्दो छ, एकदम भिरालो जस्तो छ गाइज। हामीले त्यो दीपक सरले गर्दाखेरि हामी भित्र छिर्न पाएको हो यहाँ। अनि त्यसकारण यो यस्तो छ। अब यो पुरै मेसिनरी चिजहरू जस्तो छ। भित्र कस्तो होला गाइज कमेन्ट गर्नु होला। दीपक के हो यो भन्न, दीपक के हो भन त। के भन्छ होला, के भन्छ होला, के ल ल यो रातो घेराभन्दा हामी चाहिँ पर जान्न पाउँदो रहेछ। तल त्यस्तो छ यो गाइज। यो चाहिँ यहाँ हाम्रो वाटर स्टोर गरेको होला यहाँ, होइन? यो वाटर स्टोर रहेछ। यो चाहिँ वाटर स्टोर गर्ने सङ्कलन केन्द्र रहेछ। यो ठ्याक्कै चाहिँ यहाँबाट चाहिँ पानी कहाँ जान्छ? बेलटारी पुगेर पानी चाहिँ यहाँबाट चाहिँ रहेछ। हामी भित्र जाँदैछौँ अहिले एकछिन। त्यसपछि यो प्लस्टर गरेको भ्यू पोइन्ट यस्तो यहाँ पहिरो नजाओस् भनेर होला साइड प्लस्टर गरेर। त्यसपछि हामी जाँदैछौँ, भित्र जाँदैछौँ है गाइज। म अपडेट दिइरहन्छु गाइज। यो फेरि अफिस हुन्छ, डिपार्टमेन्ट, सिभिल डिपार्टमेन्ट। यो कालीगण्डकीको भित्रको अफिस कस्तो छ यो। अब हामी अफिसतिर जाँदैछौँ। त्यसपछि अफिसतिर हामी सरलाई भेट्ने गर्दैछौँ। अफिसतिर यहाँबाट यस्तो दामी भ्यू देखिँदो रहेछ है। यहाँबाट चाहिँ हामी जाँदैछौँ अफिसतिर। पानीको राफ, सोसेको राफ हेर्नु गाइज। तपाईँहरूले पानीको राफ सुन्न सक्नुहुन्छ। कति सोसेको छ, कति सोसेको पानी छ, पानीको राफ एकदम। यो ट्रान्सफर्मर गरे, यो चाहिँ कन्ट्रोलर रुम। यो के खालको यो चाहिँ भन्दै हुनुहुन्छ चाहिँ ट्रान्सफर्मर गरे, मेन कन्ट्रोलर रुम यहाँ मिर्मीको है। हेरिरहेको छ बक्स ट्रान्सफर्मर है। यस्तो छ मेसिनरी पार्ट भित्र। यो एकदम ड्याममा छ, पानी धेरै सोसिएको छ है। अब हेर्न सक्नुहुन्छ कति तल पुग्छ। यहाँ पनि त्यस्तै छ होला गाइस। यहाँ यता साइड पनि हेर्छु, यता त्यस्तै छ होला गाइस। आवाज सुन्नुहोस् गाइस, आवाज। ओ माई गड, पानीको राफ। मान्छे बोलेको आवाज सुनेन, पानीको राफ सुनेछ गाइस। त्यहाँ हेर्न सक्नुहुन्छ कतिको राफ छ। यो हामी मिर्मीको कालीगण्डकी ड्याम अहिले यता आएको छौँ। यहाँ पानीको राफ फोर्स कति छ, पानीको राफ चाहिँ हेर्न सक्नुहुन्छ गाइस। यहाँबाट फसियो भने त सिद्धियो। अब हामी तलतिर जाँदैछौँ। तलतिर कस्तो हुन्छ है गाइस, यहाँ हेर्न सक्नुहुन्छ बाटो। अब डर लाग्दैछ बाटो पनि। जति हामी तल छु हेर्नुहोस्, तल जाँदैछ अब। ओहो, ओ माई गड, तल ड्यामभित्र कन्ट्रोलर रुमभित्र आएछ। यो कन्ट्रोलर रुम यहाँबाट चलाउनु गर्थ्यो मेसिनरी गाइस। पानीको राफ यस्तो बवाल छ कि है यहाँ। ओ माई गड, पानीको राफ आइरहेको छ। मलाई त डर लाग्यो हेर्न गाइस है, यस्तो डर लागिरहेको छ। अब फेरि माथि जान्छु है। यस्तो राफ छ, पनि डर लागिरहेको छ। भुइँमा हिँड्दा पनि डराउनु पर्ने अवस्था छ। एकदम राफ छ।
हेर्नुहोस् त ग्यापहरू यसले चाहिँ सायद त्यो ग्याप गर्नु के हो यो मोबाइल झर्लाई के हो देखिँदैन मध्याएर छ कता जाने पानी फिल्टर हुने ठाउँ रे फिल्टरिङ ठाउँ कालीगण्डकी पानी छिर्ने भाग भनेको त्यो उता पानी छिर्ने त्यो त्यसको पनि जम्मा 4 मिटर मात्र वाल छ यो वाल काट्नु गाइस हामी सुरुङभित्र जाँदैछौँ उसको तल अन्डरग्राउन्डभित्र जाँदैछौँ पानी निस्किन्छ है लाइट छ कि छैन होला धेरै चाहिँ तल भइसक्यो त्यसको होइन यताको यो साइडको इन्टेक भनेको नि मैले उसबाट कन्ट्रोल गर्नु यही माथिबाट भन्यो भने यही यहाँ चलाउनु पर्छ यो उयोहरू छ हाइड्रोलिक यिनीहरू अनि यहाँनिर यो स्प्रिङ यो इक्विपमेन्टहरू छ है अब यहाँ सबै अँध्यारो देखिए सबै कालो यति तल छ तलैसम्म छ गाइस हामी अब छिर्दैछौँ है हामी छिर्दैछौँ यहाँ तल अब यस्तो के हुन्छ मेसिन सेकेन्ड तलामा ढलान हो माथिदेखि जाने यहाँदेखि तल अझै छ है यहाँबाट सिधा पारे त्यो भित्ता देखाएको थिएन अघि मैले हो त्यो भित्तामा निस्किनु मिल्छ पानी चाहिँ यहाँ माथिबाट गइरहेछ फ्लो भइरहेछ र साथै पनि भूमिभित्र छ पानी माथिबाट चाहिँ पानी गइरहेछ है यसको माथिबाट पानी बगिरहेछ हामी तल छौँ तलतिर छौँ हामी तलतिर घुमिरहेछ माथि चाहिँ पानी बगिरहेछ पुत्रा भएको छ यो हिरो सिनको मुभी जस्तो सिन मुभीको सिनमा जस्तो भएको छ यस्तो छ भोपाल छ गाइसमा चिसो छ त यो